हेलो गाइस, आज हामीले यो डिसाइड गरेको छ कि आजबाट मार्च 1 बाट हामीले न्यू ब्लगहरु हाल्नेवाला छौं। सो हामी सबै दिदी बहिनीको भिडियोहरु फनी भिडियोहरु यस्तो हाल्छ भनेर सोचेछौं। सपोर्ट गर्नु होला, हामीलाई लाइक सब्स्क्राइब गर्नु। हाम्रो डे 1 हो हाम्रो न्यू ब्लगको। सो सपोर्ट गर्नु। अगर हामीसँग केही चेन्जेस गर्न छ भने हजुरले हामीलाई भन्न सक्नुहुन्छ, कमेन्ट गर्न। हामी यति आउँदैन, आजबाट बल्ल हामीले स्टार्ट गरेको। हामी जिन्दगीमा कहिले लाइफमा भनेको पनि छैन। सपोर्ट गर्नु होला, हामीले अझै राम्रो राम्रो बनाउँदै जान्छौँ। हाम्रो दिनको सुरुवात चुम्कीसँग खेलेर नै हुन्छ। चुम्की त्यसको नाम चुम्की हो गाइस। अब हामी लाग्यौँ खानातिर। आमालाई अब बेल रिङ गर्नु चाहिँ हेर्नु होला। खाना खाना खान्छ अब हामीले। यहाँ पार्टी चल्दैछ, सुजीको पार्टी। घरमा मान्छे धेरै भएन यता सुजी चल्दैछ। गरफ कस्तो छ सुजी? ए गरफ त कस्तो धेरै है। नो गाइस, म यहाँ भाडा राख्ने। यहाँ हेर्नु लाइनले एउटा चलो राखो। यहाँ पर धुनी सिस्टम छैन फेरि। राख बहिनी। हेर्नु गाइस, धुनी सिस्टम छैन। फेरि आएको पनि आयो। अब हामी दिनको काम गर्न थाल्छौँ। अनि हामी यतिजना दिदीबहिनी छौँ कि लाइक मम्मीले हामीलाई झगडा नहोस् भनेर हामीलाई काम अलरेडी डिभाइड गरिदिनु हुन्छ कि लाइक तैँले यो गर भनेर। सो हामी हेरौँ अब कसले के गर्छ। मलाई त मम्मीले के भन्नुहुन्छ, मेरो तेरो एक्जाम छ त पढ्न बस। सो म मेरो किताब त लिएर बसेको छु पढ्नलाई। और यो मेरो भाइ हो गरफ। आइबन यो यसको केही काम छैन। अहिले एकैछिनमा यसको काम हुन्छ। कता जाने के गर्ने यसको काम हुन्छ है। अरे यसको त केही कामै छैन, काम धन्दा केही पनि छैन। अब दाउरा खोज्नु जान्छ। यसैको काम यही हो। हेर्नु सबैलाई काम दिन्छ। काम दिने बित्तिकै अमृता दिदीको ट्युसन जाने टाइम हुन्छ। अमृता दिदी ट्युसन जान रेडी हुनुहुन्छ। अमृता दिदीको ट्युसन जाने टाइम हुन्छ। अनि यो हाम्रो पुजुले के आज के काम गर्छु भने यसलाई मम्मीले के काम दिनुहुन्छ? चौकामा काम दिनुहुन्छ। पहिला काम चौकामा सकेर त्यसपछि बाहिर सफा गर्न जानु भन्नुहुन्छ। गाइस हाम्रो सन्डे हुँदैछ। सन्डे अमृताको के काम हो भन्नु त? हाम्रो अब सटर चट्ट गरेर ट्युसन जान्छ। आउँदा फेरि काम शेष खत्तम। म फोन गर्छु। राज की बात बताए मोहिनी अब पढ्न बस्ने काम अनि ईशालाई चाहिँ यसको एक्जाम खत्तम भएछ। आमाले उसलाई लाइक पछाडि सफा गर्नु। यस्तो गन्दा छ गाइस। हेर्नु अब हेर्नु ईशाले कति राम्रो बनाइदिन्छ हाम्रो यताको। यहाँ त यो सबै अब हाम्रो बहिनी ईशाले र अस्मिता मिलेर सफा गर्नेवाला छन्। मैले चाहिँ यहाँ चौकहरू सबै सफा गरेँ। हेर्नु न गाइस, ईशाले यस्तो राम्रो सफा बनाएँ। यहाँ पुरा जङ्गल थियो, सफा बनाएछ त कच्चे क्या। हेर्नु यी अस्मिताले यस्तो राम्रो सफा बनाएछ रस्ताहरू। हेर्नु र यो पुरा सफा गरिदिनु अस्मिताले। तल त पुरा एरिया सफा गर्छ। हेर्नु गाइस, पराको बाहना बनाएर यहाँ फोन चलाउँदैको छन् यिनीहरू कोही कामचोरहरू। र ईशा बहिनीले लगभग आफ्नो काम भ्याइसकिन्। सो अब रहेको काम हाम्रो पूजाले गर्दैछिन्, कम्प्लिट गर्छिन् अरे पूजाले। किनकि ईशाको साथी घरमा जाँदैछ त यो काम कम्प्लिट गर्नै पर्यो। है त आमाले हाम्रो राम धुलाई गर्नुहुन्छ त्यही लागि पूजाले। अनि पूजा यो काम गरेको पछि तिमी के गर्नेवाला छौ? तर हाम्रो यिनीहरूको सन्डेको प्लान हमेसा यही हुन्छ कि अस्मिता, ईशा अनि पूजा मिलेर यिनीहरू तिनजनाको सन्डेको प्लान हुन्छ। फटाफट आफ्नो काम भ्याउने। त्यसको पछि के हेर्ने अरे? विवाह हेर्ने। त्यो मुभी 50 चोटि हेरिसकेको हामीले त्यो विवाह हम साथ साथ है। लेकिन यिनीहरू के भन्छन् अब त्यो 50 चोटि हेरेको मुभी वापस रिपिट हेर्नलाई पूजा अस्मिता अनि ईशाको चाहिँ बचपना गएकै छैन। यिनीहरू म्याचरै भएको छैनन् गाइस। हाम्रो सपोर्ट गर्नु होला। र अस्मिताले पनि हेर्नु लगभग आधा काम त खत्तम गरिसकिने। यो साफसफाइ गरेर अझै बहुत गर्नु छ बिचारालाई। अस्मिता यो काम गरेको पछि तिमी के गर्नेवाला छौ? यसो हाम्रो गाइसलाई भनिदेऊ। के हेर्छु अलि जोडले भन न, तिम्रो आवाज सुन्दैन। यिनीहरूको म्याचुरिटी गएकै छैन गाइस। ईशाले आफ्नो काम भइसक्यो। अनि ईशा आज तिमीलाई कति दुःख लाग्यो? तिमीले आज विवाह हेर्न पाउँदैनौ। मैले त 10 चोटि हेरिसकेँ। मलाई बाहिर छ हेर्नु पर्दैन। अब आज ईशा एकदम खुसी छ। उसको साथीको घरमा गएर एक्जाम खत्तम भएको खुसीमा यिनीहरूले आज पार्टी गर्नेवाला छन्। सो यो रेडी भइसक्यो आफ्नो काम सम्झाएर अब जानेवाला चाहिँ। सो बाई भन्दै बाई। सो मलाई कमेन्ट गर्नु होला हजुरको लागि विवाह मुभी अझै पनि हेर्नु मनपर्छ। लाइक मलाई पनि बहुत मनपर्छ त्यो मुभी। 50 बार हेरे पनि हाम्रो मन पर्दैन। अनि लाइक अब हाम्रो काम यति नै थियो। अब हाम्रो सबै मुभी हेर्छौँ, टिभी हेर्छौँ, कोही पढ्छन्, कोही के गर्छन्, आफ्नो फोनहरू युज गर्छन्। सो यति नै थियो। अगर हजुरलाई हाम्रो भिडियोहरू मन पर्यो अनि चाहनुहुन्छ कि अझै यस्तो भिडियो आओस् भनेर त लाइक गर्नु होला। अझै राम्रो भिडियो बनाउने कोसिस गर्छौँ हामीले। यो चाहिँ हाम्रो फर्स्ट ट्राई थियो। सपोर्ट अस गाइस। बाई गाइस। लाइक एन्ड comment, share, subscribe.